केमिकल टेस्ट युज फर आइडेन्टिफिकेसन अफ कार्बोहाइड्रेट्स अप्सन छ निनाइट्रिन, बोन्ड्रेङ्गल, बाल्जेट, मोलिस। द करेक्ट एन्सर अफ दिस क्वेसन इज मोलिस। तर यहाँबाट हामीले मोर देन 10 MCQहरू चाहिँ सल्भ गर्न सकिन्छ। निनाइट्रिन टेस्ट कसको लागि भयो? एमिनो एसिडको लागि। अनि बाल्जेट टेस्ट चाहिँ कसको लागि गरिन्छ भन्दाखेरि चाहिँ कार्डियाक ग्लाइकोसाइडको लागि है। यसले चाहिँ कार्डियाक ग्लाइकोसाइडभित्र पनि डिजिटालिस ग्लाइकोसाइडको लागि चाहिँ हामीले बाल्जेट टेस्ट युज गरिन्छ। बाल्जेट टेस्टले चाहिँ गर्ने के हो भन्दाखेरि यसले चाहिँ ल्याक्टोन रिनलाई आइडेन्टिफाई गर्नको मद्दत गर्छ अनि त्यहीबाट चाहिँ हामीले डिजिटालिस ग्लाइकोसाइड हो यो भनेर आइडेन्टिफाई गर्न सकिन्छ। ब्राइट ओरेन्ज कलर इन बाल्जेट टेस्ट आइडेन्टिफाई द प्रेजेन्स अफ डिजिटालिस ग्लाइकोसाइड। अब बाल्जेट टेस्ट जस्तै अर्को 2वटा टेस्ट पनि छ जुन टेस्टहरू पनि कार्डियाक ग्लाइकोसाइडसँग रिलेटेड छन्। अर्को टेस्ट भनेको चाहिँ लेगल टेस्ट हो। लेगल टेस्ट पनि कार्डियाक ग्लाइकोसाइडको लागि नै युज हुन्छ। अनि त्यसमा चाहिँ अब बाल्जेट टेस्टमा चाहिँ पिपिटी ब्राइट ओरेन्ज आयो भने हामी कन्फर्म हुन्थ्यौँ डिजिटालिस ग्लाइकोसाइड छ भनेर। अनि लेगल टेस्टमा चाहिँ पिङ्क टु रेड गराउनुपर्छ ताकि डिजिटालिस ग्लाइकोसाइड हो भनेर कन्फर्म गर्न सकिन्छ। अनि अर्को त्यस्तै टेस्ट छ त्यो भनेको चाहिँ केलर किलियानी टेस्ट हो। त्यो पनि कार्डियाक ग्लाइकोसाइडकै लागि युज हुन्छ। अनि त्यो टेस्टले फेरि के गर्ने भने डिअक्सी सुगरलाई आइडेन्टिफाई गर्ने हो। कार्डियाक ग्लाइकोसाइडमा भएको डिअक्सी सुगरलाई आइडेन्टिफाई गर्ने टेस्ट भनेको चाहिँ केलर किलियानी टेस्ट हो। अनि त्यसको चाहिँ पिपिटी कस्तो आउँछ भन्दाखेरि चाहिँ ब्लू ग्रिन ग्रिन हुन्छ एट द जक्सन। हामीले चाहिँ अझ सजिलरी हेर्नु पऱ्यो भने चाहिँ बाल्जेट टेस्ट भनेको बी ब्राइट ओरेन्ज पिपिटी आउनु पर्यो ताकि कार्डियाक ग्लाइकोसाइड हो भनेर कन्फर्म हुन्छ। अर्को पनि कार्डियाक ग्लाइकोसाइडको टेस्ट भनेको चाहिँ के भयो? लेगल टेस्ट हुन्छ। लेगल टेस्टमा चाहिँ लाइट पिङ्क टु रेड पिपिटी आउँछ। अनि केलर किलियानी टेस्टमा चाहिँ के फर कालो हरियो रिङ ब्लू ग्रिन भनेर सम्झिन सकिन्छ। हामीले ब्लू ग्रिन आउनु पर्यो। अनि अर्को भनेको चाहिँ त्यहाँ अप्सनमा हामीसँग के थियो? अर्को टेस्ट भनेको चाहिँ बोन्टेङ्गल टेस्ट होइन। अनि यो टेस्ट फेरि यो पनि ग्लाइकोसाइड हो तर यो एन्थ्राक्विनिन ग्लाइकोसाइडहरूलाई डिटेक्ट गर्न। अनि यसको इक्जाम्पलहरू चाहिँ सेन्ना, एलोए, क्यास्कारा, रुबाबहरूमा चाहिँ एन्थ्राक्विनिन ग्लाइकोसाइड प्रेजेन्ट छैन कि छ भनेर टेस्ट गर्ने भनेको बोन्टेङ्गल टेस्ट भयो। अनि पोजिटिभ रिजल्ट पिङ्क कम्पाउन्डमा चाहिँ हामीले जुन पनि कम्पाउन्डमा हामीले एन्थ्राक्विनिन ग्लाइकोसाइड हेर्न खोजेको छौँ त्यसमा चाहिँ पिङ्क रेड अथवा भाइलेट कलर आयो भने चाहिँ त्यहाँ चाहिँ एन्थ्राक्विनिन ग्लाइकोसाइड छ भनेर कन्फर्म हुने भयो। अनि यसले चाहिँ एक्सट्राक्सन गर्नुभन्दा अगाडि 2टा रिएजेन्ट लिएको हुन्छ। त्यो भनेको चाहिँ फेरिक क्लोराइड प्लस हाइड्रोक्लोरिक एसिड चाहिँ युज गरिन्छ हामीले एन्थ्राक्विनिन ग्लाइकोसाइड एक्सट्राक्सन गर्नुभन्दा अगाडि। हाम्रो एमसिक्यूतिर जाम है त। केमिकल टेस्ट युज फर आइडेन्टिफिकेसन अफ कार्बोहाइड्रेट मोलिस भइहाल्यो, निनाइट्रिन एमिनो एसिड, बोन्टेङ्गल चाहिँ एन्थ्राक्विनिन ग्लाइकोसाइड। अनि एन्थ्राक्विनिन ग्लाइकोसाइड भनेको चाहिँ केमा पाइन्छ? सेन्ना, एलोए, क्यास्कारा एन्ड रुबाबमा। अनि यसले चाहिँ एन्थ्राक्विनिन ग्लाइकोसाइडको प्रेजेन्स छ भने चाहिँ कसरी डिटेक्ट हुने भयो? पिङ्क रेड अथवा भाइलेट कलर आउनु पर्यो, त्यो पनि अल्कालाइन लेयरमा। अनि यसमा चाहिँ एक्सट्राक्सन गर्नुभन्दा अगाडि चाहिँ फेरिक क्लोराइड प्लस एचसिएलको सोल्युसनलाई चाहिँ युज गरेको हुन्छ। अनि अर्को बालिजेट टेस्ट भनेको चाहिँ हाम्रो केसको लागि युज हुने भयो? कार्डियाक ग्लाइकोसाइड। अनि यो बालिजेट टेस्ट जस्तै चाहिँ अरू पनि टेस्ट छन् जुनले चाहिँ कार्डियाक ग्लाइकोसाइडहरूलाई चाहिँ डिटेक्ट गर्न हेल्प गर्छन्। त्यो भनेको चाहिँ लेगल र केलर किलियानी टेस्ट भयो। लेगल टेस्टमा चाहिँ लाइट पिङ्क टु रेड पिपिटी आउनु पर्यो। केलर किलियानी टेस्टमा चाहिँ कालो हरियो रिङ भनेर त्यहाँ निमोनिक्स बनाएको थियो, ब्लू ग्रिन रिङ आउनु पर्यो है केलर किलियानी टेस्टमा चाहिँ।